अब आलु र के भन्छ आलु अन्डा आलुमा अन्डालाई र्याप गरेर यसमा चैया पारेर तारेर अनि खाने हामी बनाउन आँटेको। म चाहिँ यो के भन्छ यो पहिला हाम्रो चौचौमा पानी हालेर यसरी अनि यसलाई यसरी छोपेर अनि बफ्याएर अनि भरे खाने। This is what I made. It's looks like flower and looks very tasty, very tasty. हाम्रो खाना रेडी भान्जीले खाँदैछ यो पोटेटो एग के हो केचपसँग यो चाहिँ मामाको